अज्ञात समूहद्वारा स्वास्थ्य सेवा केन्द्र जिरी र गोरखाबी जिरी तोडफोड। बारेकोट गाउँपालिका वडा नम्बर 4 जिरीमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र जिरी र गोरखा आधारभूत विद्यालय मौरीभिर जिरी गई राति अज्ञात समूहद्वारा तोडफोड गरिएको छ। स्वास्थ्य र विद्यालय दुवैको भवनको ताला तोडी दराजको घर्रा समेत फोड्न खोजेको देखिन्छ। घटनाबारे सहकर्मी राजु सार्कीको यो संवाद हेरौँ। सबैलाई नमस्ते, म रिपोर्टर राजु सार्की, बारेकोट गाउँपालिका वडा नम्बर 4 र 4 वडामै भएको घटना स्थान अहिले स्वास्थ्य भवनमा चाहिँ कहिले ढोका फोर्ने कहिले सामान अन्यता गर्ने र आज पनि यहाँ फेरि पनि स्वास्थ्य भवन तोडेको देखिन्छ र केही कुरा सिस्टरले पनि बताउनु हुनेछ भन्ने आग्रह छ। र सिस्टरको नाम पनि बताइदिनु। मेरो नाम पार्वती साई। र यो खास के भएको थियो? यो ढोका यस्तै थियो, ताल त लगाएको, अनि यो ढोका हानेर यस्तै छोडेर यस्तै छोडिदिएको थियो। त्यो कोठाहरूमा त खुल्ला गरिएर फालिदिएको हो, अनि भित्र त्यो घरहरू हानेको थियो। यो सबै हानेको थियो नि, भित्र पनि तोडफोड गरेको? केही सामान त केही थिएन होला? सामान त खास केही क्षति भएको छैन। सामान क्षति नभएको देखिएछ। र यो तारा यो केले गरेछ? ढुङ्गाले पनि हानेर यो टेबल पनि बाङ भइरहेछ ढुङ्गाले। र यहाँ कस्तो तरिकाले जोडिएको थियो भन्नुभयो बिहान? अन्य मान्छेहरूले कस्तो तरिकाले जोडिएको थियो? जब त्यो भाग्ने त भागिहाल्यो छोडेर, अरूले त त्यसै यो ढोका मात्रै यस्तो गराइदिनु भएको थियो कि, यस्तो यत्तिकै गराइदिनु भएको थियो। यो लगाउने त्यो अवस्थै थिएन, त्यही भएर उहाँहरूले यति मात्रै गर्नु हुँदै भएन। अनि हजुर